दर्शकबिन सीता सिरियलको नयाँ एपिसोड त तपाईँहरूले हेरिसक्नुभयो होला। आज हामी यस भिडियोमा सीता सिरियलको बारेमा छोटो चर्चा गर्नेछौँ। सीता सिरियलमा अहिले नयाँ ट्विस्ट आएको छ। सीता चाहिँ गर्भवतीको भएको भन्ने हल्ला थियो, तर सीता गर्भवती नभएर चाहिँ सीतालाई ग्यास्ट्रिक भएको कारणले गर्दाखेरि सीताले भोमिट गरेकी रहेछिन् र सीता बेहोस भएकी थिइन्। यता सीतालाई घर परिवारले नराम्रो व्यवहार गरेको, घर परिवारले सीतामाथि शङ्का गरेको र घर परिवारले सीतालाई माया नगरेको भन्दै जगतले सीतालाई त्यस घरबाट निकालेर अन्तै लगेर जगत र सीता अन्तै बस्ने निर्णय गरेका छन्। मेरो विचारमा चाहिँ जगतले निर्णय एकदमै राम्रो गरेका हुन् कि जस्तो लाग्छ। तपाईँहरूलाई के लाग्छ? उता रमेश भने नयाँ बिजनेस गर्नको लागि तर्खर भइरहेका छन्। आफूसँग धेरै पैसा भएको कारणले गर्दाखेरि रमेशले नयाँ बिजनेस गर्न लागेको हुन्, तर रमेशलाई गाउँको एउटा व्यक्तिले फसाउन खोजिरहेको छ। त्यो गाउँको व्यक्तिले योभन्दा अगाडि रमेशसँग 5 लाख पैसा सापटी लगेर 1 महिना नबित्दै त्यो पैसा फिर्ता गर्यो त्यो गाउँको व्यक्तिले। तर रमेशलाई फेरि अनेक जालझेल गरेर चाहिँ त्यो व्यक्तिले फेरि रमेशसँग धेरै भएको पैसा लगेर चाहिँ त्यो पैसा नतिर्ने निर्णय गरिरहेको जस्तो मलाई लाग्छ। तपाईँहरूलाई के लाग्छ? तपाईँहरूले सीता सिरियल कहाँदेखि हेर्दै हुनुहुन्छ? तपाईँहरूलाई सीता सिरियल कस्तो लाग्छ? अहिले पछिल्लो समय सीता सिरियल एकदमै राम्रो बनिरहेको छ। सीतालाई जगतले पनि एकदमै धेरै माया गरिरहेका छन्। जगत र सीताको यो जोडी छुट्नु हुँदैन र घर परिवारले सीतालाई नराम्रो व्यवहार गर्दाखेरि जगतले सीतालाई घर परिवारबाट अन्तै लिएर जान लागेको निर्णय चाहिँ एकदमै राम्रो लागेको छ। तपाईँहरूलाई कस्तो लागेको छ र तपाईँहरू सीता सिरियल कुन ठाउँबाट हेर्नुहुन्छ? तपाईँलाई सीता सिरियल कस्तो लाग्छ? कमेन्ट बक्समा कमेन्ट गर्न भने पक्कै पनि नभुल्नु होला।